1 घण्टा भयो 2 मिनेटमा कपडा चेन्ज गर्न आउँछु भने अहिलेसम्म मर्छिने भित्रै अन्डा कोराउन लागि के हो छ त के नै कोठा के गरेर यस्तो मसँग एउटा फराक थियो के त्यो लाउने मैले खोजिरहेको छु भेट्टिन्न भेटिन्छ आन्टीले अहिले थाहा पाउनु पर्छ नि फराक त त्यस्तै तेरो ढाडमा यत्र सुम्ला चाहिँ भेटिन्छ नि अहिले को आन्टी भन्छ यसले तेरो मम्मी के मेरो मम्मी अरे त्यहाँले राखिदिनु भएछ क्या सोधेर आउँछु है ओइ रुक म नि आउँछु आइज न त मम्मी मम्मी चुपलाक कति करायो यहाँ हुनुहुन्न होला यी बाहिरतिर निस्किनु भ्या के आइज न आइज यी कतै हुनुहुन्छ होला यिनी कपडा पनि नयाँ छ नि यिनी लाएर बजार गए हुन्न र यिनी माग्या कपडा हुन् के अहिले देखेपछि माग्छ नैले पनि तलाई मगन्ती कपडा मम्मी राखिदिनु भ्या होला के भेटिहाल्छ बुझिस् नि ओइ नै तू के गरे यहाँ अम्बा देखे के मैले त्यही अम्बा पछि पर अहिले बजार जान ढिलो भयो भन्नुपर्छ नि मैले जाने छु आइगे रुक ओइ रुक के म नि आउँछु आइज ओइ तेरो मम्मी के झ्याम्डामा हुनुहुन्छ र यो पनि त तल बाटो छ के त्यो बाटोमा के गर्नु जान्छ चल नगर न आइज मम्मी म वहाँ घरमा फराक खोजिरहेको छु फराक चाहिँ यहाँ लगाएर नै के गरे गाउँले देखेपछि के भन्छ मैले भन्छ मैले देखेछु म भन्दिन के र के अझै मान्यो तिमीहरूले यत्रो पालेर तालेर हुर्काएर भुस्तिक्ले बनाएर तिमीहरू कपडा लाउन मिल्यो ए मैले पनि मेरो छोरीको कपडा लगाएर आछु मम्मी होइन बिच केटी आम्बा छ कि डोडे जस्तो गर्ने आएको छ त लौ न नि मैले त घर भाट्ने सारा आएको कुकुर पट्टी जान्छु होला के रे बस्छ छ भित्र फेरि ग्यास बुताउँछ नि सक्दिन म मम्मी तपाईको चाहिँ के डर्यो खिर खान मन लागेर 2 लिटर दुध किनेर ल्याएर आथे आगोमा बसाले थिए उम्लिएर पोख्यो होला अहिलेसम्म त